लक्ष्य हामीले किन बनाएका थियौँ? छोड्नलाई, बीच बाटैमा छोड्नलाई बनाएका थियौँ। कसैले केही भन्दैमा, कसैले आलोचना गर्दैमा, समाजको कुरामा लागेर हामीले लक्ष्य जुन निर्धारण गरेका थियौँ त्यो बिचैमा छोड्नले बनाएका थियौँ, होइन नि? अनि किन अहिले 3-4 चोटि फेल हुँदैमा किन निराश हुनुभएको? के जिन्दगी समाप्त भएको हो र? अब केही गर्न सकिँदैन र? अहिले पनि एटिएम त छ होला नि? अहिले पनि 3-4-5 एटिएम त छ होला नि? के गल्ती भयो, के गल्ती गर्यो भने त्यो चाहिँ सुधार गर्न सकिन्छ, होइन? ती कुराहरू सुधार गरेर अगाडि बढ्न सकिन्छ। हामी लक्ष्य प्राप्त गर्न सक्छौँ। बाटोमा हिँड्दाखेरि धेरै कुराहरू हुन्छ। कुकुर पनि हामीलाई टोक्न आउँछ। के हामी त्यो कुकुरलाई लौरोले लखेट्दै हिँड्ने? के कुकुर जुन बाटोबाट हिँड्दा कुकुर टोक्न आयो भने के त्यो बाटै छोडिदिने हामी? कि त्यसको समाधानको उपाय खोज्ने? सपोज कुनै बाटोमा हाम्रो खुट्टामा चोट लाग्यो हिँड्दाखेरि, के त्यो बाटै छोडिदिने? त्यसको समाधानको उपाय खोज्ने? के गर्दा हामी सुरक्षित हुन सक्छौँ? मानौ एउटा हामी लङ डिस्टेन्स ट्राभलको लागि चाहिँ त्यो प्लान गर्छौँ, होइन? हामी बाटोमा जाँदा कुनै अब्स्ट्याकल आयो, बाधा अवरोध आयो, मानव पहिरो नै आयो, होइन? बाटोमा कुनै किसिमको अब्स्ट्याकल आयो भने के हामी त्यो जुन टुर हामी निर्धारण गरेका हुन्छौँ त्यो के छोडिदिन्छौँ हामी? त्यो प्लान ट्रिपै क्यान्सल गरिदिन्छौँ? गर्दैनौँ। हामी अर्को बाटो खोज्छौँ। कसरी त्यहाँसम्म पुग्न सकिन्छ त्यो विकल्प खोज्न सक्छौँ हामी। त्यहाँबाट फर्किने होइन। कसरी हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ त्यहाँसम्म पुग्नुपर्छ। ट्रिपै क्यान्सल गर्ने त्यस्तो सोच चाहिँ ल्याउनु हुँदैन। त्यसरी गर्यो भने त हाम्रो डेली लाइफमा चाहिँ थरीका चाहिँ कुराहरू आउँछ। थरीका अब्स्ट्याकलहरू, धेरै बाधा अवरोधहरू, धेरै समस्याहरू आउँछ। के हामी त्यहीँ अड्केर बस्ने हो त? होइन नि। अनि त्यसरी चाहिँ हामी सोच्यौँ भने त हामी कतै पुग्नै सकिँदैनौँ। एउटा माछाले, होइन, सानो पानीमा, कम पानी भएको ठाउँमा बसिरहेछ। अनि त्यो माछा चाहिँ ठुलो पानीमा जानै खोजेन भने डरको मतलब मर्ने डरले त्यो ठुलो पानीमा जानै खोजेन भने त्यो कहिले अगाडि बढ्न सक्छ? त्यो आनन्द लिन सक्छ? ठुलो सागरको आनन्द लिन सक्छ? ठुलो पानीको आनन्द लिन सक्छ? सक्दैन। त्यो डरले त्यही सीमित हुन्छ, त्यही सानो क्षेत्रमा सीमित हुन्छ, केही गर्न सक्दैन। यी कुराहरू बुझ्नुपर्छ। एउटा लक्ष्य बनाएपछि आलोचकहरू हुनु चाहिँ राम्रो हो, किनकि त्यसमा पनि यदि हामी पोजिटिभ हेर्न सक्यो भने, किनकि आलोचकहरूले हाम्रो झन् मनोबललाई बलियो बनाउने काम गर्छ। किनकि आलोचकले धेरै नेगेटिभ कुराहरू गर्छ, होइन? तिमीले गर्न सक्दैनौ, यसो गर्न सक्दैन, त्यसो गर्न सक्दैन, त्यस्ता कुरा गर्छ, जसले गर्दा हाम्रो चाहिँ त्यो क्यापेसिटी, हाम्रो जुन क्यापेसिटी छ, होइन, सहन शक्ति छ, त्यो चाहिँ बढ्छ र हामी झन् बलियो हुन्छौँ, मजबुत हुन्छौँ भित्रैबाट। अब धेरैचोटि चाहिँ एटेम्प्ट गरिसकेपछि मानव कुनै व्यक्ति लोकसेवा तयारी गर्दैछ, होइन? धेरैचोटि प्रयास गरे तर पनि असफल भइराखेका छन्। के छोडिदिने हो र? छोड्ने होइन, छोड्ने हुँदैन। किनकि अहिले छोड्यो भने, यदि एटेम्प्ट बाँकी छ अहिले छोड्यो भने पछि रिग्रेट हुनसक्छ, होइन? यहाँसम्म पुगिसके, यहाँ यति सुधार गरे, यति पढेर बिचैमा छोडे। लास्टसम्म लड्नुपर्छ, अन्तिमसम्म लड्नुपर्छ, जबसम्म हुँदैन। हुने नहुने कुरा चाहिँ हाम्रो हातमा छैन। हामी कर्म गर्ने हो, फल चाहिँ प्रभुले दिने हो, भगवानले दिने हो। सबै कुरा
ईश्वरमाथि समर्पित गरिदिनुस् न। जुन एउटा शक्ति छ यो संसारले सञ्चालन गरिराखेका चलाइराखेको छ, उहाँलाई चाहिँ यो सम्पूर्ण कर्म चाहिँ समर्पित गर्नुहोस्। उहाँले गरेको निर्णय चाहिँ हाम्रो लागि सही हुनेछ। हस् त, धन्यवाद।